सदस्यज्यू, मञ्चमा आफै मैले मान्नुपर्ने विशिष्ट अतिथिज्यूहरू, बुद्धिजीवी, सम्पूर्ण अतिथिज्यूहरू, उपस्थित सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, किराँत यायका केन्द्रीय समितिका पदाधिकारीज्यूहरू, केन्द्रीय समितिका सदस्यज्यूहरू, साथै यो कार्यक्रमलाई सम्भव बनाउनको लागि विभिन्न भूमिकामा रहेर योगदान गर्नुहुने व्यवस्थापक, प्रबन्धक, यो कार्यक्रममा आफ्नो कला प्रस्तुत गरेर यो कार्यक्रमलाई सुन्दर र भव्य बनाउनको लागि सहयोग गर्न आउनुभएका साकेला टोली, कलाकारज्यूहरू र उपस्थित सबैजना पत्रकार मित्रहरू, सुरक्षाकर्मी सबैजनालाई न्यानो अभिवादन, सेवा नमस्कार, सेवा ढोक भन्न चाहन्छु। म आफूलाई साह्रै सानो मान्छे सम्झने मान्छे, त्यसरी पुरस्कारहरूले सम्मानहरू गर्दाखेरि कस्तो अप्ठ्यारो लाग्छ। अघिदेखि कति मान्छेले यस्तो हेर्दाखेरि तपाईँ नै हल्का सम्पन्न भन्ने खालको तरिकाले म विशेष गरी भित्रै भित्रै हिँडिरहेको हुन्छु। आज चाहिँ मैले त्यस्तो तपाईँको चाहिँ होइन त्यस्तो पोसाकमा आउन मैले सकिनँ, चाहिनँ, किनभनेदेखि यहाँले जुन सम्मान गर्ने भन्ने कुरा भएको कारणले गर्दाखेरि यो खालको पोसाक लगाएर घरदेखि नै निस्केँ। अरूले अचम्म मानेर यसो हेर्दै हुन्छ। मैले भन्न खोजेको कुरा के भन्दाखेरि म आफूलाई सानो मान्छे सम्झने मान्छे हो र आफूलाई सधैँभरि माटोसित जोडिएको मान्छे सम्झन्छ आफूलाई, र एउटा भिड मान्छे भएको नाताले मलाई चाहिँ नि यस्ता सम्मानहरू खासै गरिएका छैनन् पनि र अप्ठ्यारो लाग्दो रहेछ कता कता। म आफै पनि एउटा गीत बनाएर गाउने गर्छु, सम्मान होइन तिमी मलाई श्रमदान देऊ, श्रमदान देऊ मेरो लागि होइन यो देश बनाउन श्रमदान देऊ भन्ने मान्छे। त्यसले गर्दाखेरि सम्मान मलाई खासै चाहिएको होइन, तथापि किराँत यायका केन्द्रीय समितिले मलाई चाहिँ यति ठुलो सम्मान, यति ठुलो पुरस्कारले चाहिँ मलाई चाहिँ विभूषित गर्ने निर्णय गर्नुभएको रहेछ। त्यो थाहा पाउँदाखेरि म अत्यन्तै धेरै हर्षित छु। त्यसो भएको कारणले गर्दाखेरि त्यो सम्मान पाउनको लागि आएँ। मौसमको गडबडीको कारणले गर्दाखेरि 9 बजीको मेरो फ्लाइट थियो, त्यो चाहिँ झन्डै 12:30 मात्रै चाहिँ सम्भव भएको कारणले कुराको मौसम खुल्दैन। एयरपोर्ट बनाउँ है भन्दाखेरि के भन्नुभयो, त्यतातिर होइन। तथापि अलिकति समस्या चाहिँ त्यसको कारणले गर्दाखेरि भएको कारणले म ढिलो आएँ, माफी चाहन्छु। र म समयमा आउन सकेको भए अझै तपाईँको चाहिँ यो कार्यक्रमको मैले त्यो चाहिँ गरिमा होइन मैले चाहिँ महसुस गर्थेँ भन्ने मलाई लाग्छ। र समय र चाहिँ परिस्थिति मौसमसँग प्रकृतिसँग आफ्नो र म ढिलै भए पनि आएँ। अत्यन्त खुसी लागेको छ, त्यहाँ सबैजनाले मलाई सम्मान गर्नुभएको छ। केटाहरू आएर फुलको माला लगाएर धेरै कुरा राख्न चाहन्न, राख्नु पर्दा त थुप्रै राख्न सकिन्छ, तर धेरै कुरा राख्न चाहन्न। किनकि कुलको मान्छे श्रममा, कर्ममा विश्वास गर्छ। यो साकेला सिडी पनि श्रम नै हो। यो सिडी नराम्रो हेर्ने हो भने धान रोपिरहेको, धान काटिरहेको होइन, कोदो रोपिरहेको विभिन्न खालका चाहिँ होइन कर्महरू जो चाहिँ कृषिसँग जोडिएका कर्महरू विशेष गरी त्यो कर्म चाहिँ जुन हाम्रो पिता पुर्खाले पहिला गर्नुभयो, त्यसैलाई चाहिँ तपाईँको चाहिँ त्यो सिडीमा प्रदर्शन गरिएको म चाहिँ महसुस गर्छु। म
म के भन्न चाहन्छु भन्दाखेरि